जयपाल नेपाली काङ्ग्रेसका गृहमन्त्री रमेश लेखक बिजिस भिसा काण्डमा मुसिएसँगै नेपाली काङ्ग्रेसका दुईटा विद्वान महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मा बेपत्ता भएका छन्। आफ्ना राय प्रकट गरेका छैनन्। आफूलाई भावी सभापतिमा उपस्थित गराइसकेका गगन थापा पार्टीमा यस्ता गृहमन्त्री आफ्नै पार्टीबाट हुँदाखेरि चुक्क बोल्न सकेका छैनन् वा पार्टीमा आफ्नो धारणा व्यक्त गर्न सकेका छैनन् वा राजीनामा गर्नको लागि ताकेता गर्न सकेका छैनन्। काङ्ग्रेस पुरानो पार्टी हो। आफ्नो अस्तित्व बचाउनको लागि भए पनि रमेश लेखक गृहमन्त्रीबाट राजीनामा दिनै पर्ने अवस्था छ। किनभने आफै मुसिएपछि राजीनामा पक्का दिनुपर्नेछ। जयपाल काङ्ग्रेसमय जति पनि साथीहरू हुनुहुन्छ विश्व प्रसाद र गगन थापासम्म यो पुर्याइदिनु होला।